नमस्कार सबैजनालाई। आज हामी चाहिँ हाम्रो ग्रुप लिएर नजिकै ड्राई पिकनिक जान लागेको हो। यो चाहिँ मेरो टोलीहरू हो। सबै केटाकेटीहरू मात्रै छन्। हामी चाहिँ यही घरदेखि नजिकै सालगढी चोकदेखि माथि त्यहाँ भैरवनाथ मन्दिर छ हो, त्यतैतिर आज ड्राई पिकनिक जानको लागि तयार भएको। गएको यो चाहिँ ग्रुप, यो चाहिँ बेलबासचोकदेखि भित्र जाने हो सालगढी चोक। यता चाहिँ सालदनी जाने रोड, अनि हामी चाहिँ यता सिधै जान्छौँ। सिधै गइसकेपछि चाहिँ हामी हाम्रो ड्राई पिकनिक जाने तल यो सालगढी चोकदेखि अलिक तल पर्छ, यो बेलबासचोकदेखि भित्र सालगढी जाने बाटो साइड हो। यो जितेश्वरी कि सामुदायिक भवन हो कि वन के भन्छ यहाँ, उता चाहिँ बुटोलतिर जानेवाला हो। अनि यताबाट पनि आउन मिल्छ, अनि यताबाट पनि आउन मिल्छ। जताबाट मन लाग्छ त्यताबाट आउन मिल्छ यहाँ चाहिँ। अब हामी चाहिँ यहाँबाट सिधै माथितिर लाग्छौँ। यही गेटदेखि के लेखेको छ, भैरव मन्दिर प्रवेशद्वार। यहाँ माथि भैरवनाथ मन्दिर छ, भिडियो पनि देखाउँछौँ। यहाँ बाटोहरू बन्न लागेको छ, बाटो बन्दैछ, नालीहरू बनिरहेछ। यिनीहरू चाहिँ हाम्रो टोलीहरू हुन्। अलिकता माथि पुगिसकेका छन्, अलिकता बल्ल हिँड्दै छन्। वर्षा, समीक्षा, अविरल, अञ्जना, मनिषा रमाइलो गर्ने भन्दै नाचिरहेछन् यहाँ चाहिँ। विनस के अरे गीतमा यहाँ चाहिँ ठ्याट्टै उकालो छ। अब चाहिँ हामी मन्दिरतिर आउन लाग्यौँ। मन्दिर चाहिँ यही हो, एकदम शान्त छ। बुटोल बेलबासमा बस्ने, नयाँ गाउँ बस्नेलाई एकदम शान्त खालको इन्भाइरोमेन्ट चाहियो भने यहाँ आएर बस्नु चाहिँ एकदम पर्फेक्ट छ। यहाँ अलरेडी कोही आएर बसी पनि सक्नुभयो। यता साइडमा बस्ने ठाउँ छ, त्यसलाई गरेर राम्रो हो। अनि यतातिर भ्यूहरू पनि हेर्न पाउँछ। यतातिरबाट चाहिँ गाडीहरू लिएर आउन मिल्छ क्या। हामी चाहिँ हिँड्दै गएको के अरे म सर मन्दिरको वरिपरि देखाइदिन्छु। यहाँ मान्छेहरू अलरेडी आएर बसिसक्नु भयो। यो चाहिँ मन्दिर हो, कस्तो राम्रो छ, चिटिक्कको मन्दिर छ, भैरवनाथ मन्दिर। सबैले दर्शन गरेर अलिकता माथि लागिसकेँ। म चाहिँ ढिलो गरेको भएर म ढिलो अलिक पछाडि थिएँ। यहाँ नयाँ गाउँ बेलबास हुने नजिक हुने चाहिँ यहाँ आएर बस्नको लागि चाहिँ एकदम उपयुक्त छ बस्नको लागि। अब चाहिँ हामी माथितिर जाने हो, उता माथि डाँडामा जाने हो खासमा हामी चाहिँ यहाँ। अनि यहाँबाट हजुर यता आएको बाटो भयो। अब हामी चाहिँ यतादेखि यो आउने बाटो जाने चाहिँ मास्टर जाने चाहिँ यताबाट जाने हो। यहीबाट निस्किने हो। यता चाहिँ बाटो बनाएको छैन, ठिकै छ, गाउँको जस्तै छ। कहाँ आयौँ हामी चाहिँ के अरे के भन्छ अरे सालगढी चोकदेखि अलिकता माथि यहाँ मन्दिर छ। यो मन्दिरदेखि मासतिर लाग्यौँ। यिनीहरूले मलाई अत्ताइराखेको छन्। अब हामी चाहिँ हिँड्यौँ। एक ग्रुप उहाँ माथि पुगिसक्यो। एक ग्रुप उहाँ माथि माथि पुगिसक्यो। तिनीहरू राम्रै बस्छ नि त, ढिकामा नबस्छ, राम्रोसँग बस्छ। अब चाहिँ हामी जान्छौँ। यहाँ त घाँस काट्ने नि अनरेछ नि त। म यो ग्रुपको सबैभन्दा ठुलो मान्छेलाई सबैभन्दा ठुलो के कति ठुलो त्यसै त के छ कुन्नी। वाह कस्तो राम्रो देखेको बुटोल। अलि माथि आऊ। यहाँ हाम्रो घरको त यहाँ त जितेश्वरी स्कुल, बेलबास यता यता शान्ति चोक फेरि म यो भन्दा हिँड्न सक्दिनँ।
त्यही बस्नु खालकुना मान्न थाहा छैन त्यही सरकारीभन्दा माथि त्यो मन्दिरभन्दा अलिकति माथि त्यसले के लेखेछ है सम्झना लेखेछ अरू केही लेखेछ सम्झना यहाँ पोखरी रहेछ यो पोखरी यहाँ के गर्छन् थाहा छैन माछा मार्छन् माछा छ र रोक्न यस्तो मान्छेहरू थाकेर यस्तो हालत पुगिरहन् के हेर्न मेकअप गरिरहने चाहिँ आज वर्षाले भन्छन् यिनी चाहिँ जत्रा स्टाइल पार्ने यिनी डान्स पुच्चे भाइ छेमा बहिनी भाइ अनि भाइ के नाम हो थाहा छैन मलाई ऊ त्यो अर्को भाइ पानी खान गहन् सबै साइज अंजना इधर देखो काम परे पारे यस्तो हुन्छ नि त लभली सबली सबै चल्छ हामी कहाँ जाने भनेको थाहा पनि छैन कहाँ हिँडेको थाहा पनि छैन तर हिँड्न चाहिँ हिँड्यो हामी फर्सी चाहिँ छन् भैँसी चाहिँ छन् हिँड्न पनि सक्दैनन् खैले भेजे छ मनिषा तिमी रूपमा मात्रै पिएचडी गरेकी रहेछौ बेहोरामा त राम्रो रहेछ कि ठाउँ यार भिडियो सुट गर्न आउने जस्तो यता पनि रहेछ कि तर यता एक्लै आउनु चाहिँ मलाई डर लाग्छ यत्रो हिँड्न पर्छ के वर्षालाई बेसरी गाह्रो यो चाहिँ जेठी तँ माइली ऊ त टाउकामा फुल भएकी रातो सुट लगाएकी साइली यस्तो भएर पनि हिँड्छन् यहाँ माथि के हेर्न जाने हो र यस्तो घाँसहरू हेरेर जाने ट्रेकिङ भनेको यस्तो एक झोला बोकेर हिँड्नु म त हाटको ठाडो उकालो निक्लिने बाटो अर्को गाउँ जानको लागि त्यही यहाँ बाटो त्यही त हामी आउन लाग्यौँ होइन हामी धेरै माथि जान सकेनौँ यहाँ म धेरै मोटा मान्छे हिँड्न नसक्ने मान्छे भएको भए आफैलाई भनेको मासाली भन्ने नभएले त्यही भएर हामी चाहिँ यहीँनिर चाहिँ ड्राई पिकनिक मनाउन जाँदैछौँ यस्तो कम्मर बाँधेर ड्राई पिकनिक आउँछन् मान्छे त्यहाँ त्यो झुम्राको बोतल जस्तो भएर आएर ए मेरो सुन्दर झोला जुत्ता खोलाऊ साइड साइडमा मिलेर बन्दनाको पसिना आएर पसिना आइन पानी मेरो बोतलको पानी निकालेर ढोरा म त अझ पानी लिएर जाने भनेर हेर्न न थ्याङ्क यू भाइ थ्याङ्क यू हामी चाहिँ खाने ठाउँ जहाँ खाने ठाउँ हो त्यहाँ चाहिँ आइपुग्यौँ त्यहाँ यहाँबाट माथि पनि छ क्या जाने ठाउँ त तर हामी चाहिँ यहाँबाट माथि जान सक्दैनौँ थकेला हो भने केटाकेटीहरू आत्तिए अनि हामी बस्यौँ चटाई होइन के भन्छ फर्म लिएर गएको थियौँ अनि तन्ना मिलायौँ अब चाहिँ सबैजनाले सर अनि बाँड्ने खाने यहाँ चाहिँ केटाकेटी धेरै भएको भएर मिलाउनु ओर्नु परिरहेछ प्रिन्सलाई कता बस्ने भनिरहेछ अब चाहिँ हामी यहीँ बसेर खाने ठ्याक्क माथि डाँडामा छ यहाँउरि चाहिँ पानी चाहिँ छैन हामी पानी चाहिँ तलैबाट बोतलमा भरेर ल्याएको अलिकता तल अघि त्यहाँ पोखरीमा जस्तो नि यता चाहिँ जकेटमा नो टेन्सन देखेर आफू चाहिँ टेन्सनमा आनन्द यता बसिरहेको थियो अनि हामी बोलाएर यता लिएर आएको राहुल भन्ने मान्छेलाई अनि हामी चाहिँ अब हामी सर सबैजनालाई भाग लाउने अनि खाने यो चाहिँ हाम्रो मनिषा यतातिर चाहिँ हाम्रो त्यो डाँडाहरू देखेछ हामी बसेको खाएको ठाउँबाट देखिएको भ्यू हो यो चाहिँ यतातिर चाहिँ अलिक मधुरो मधुरो खालको देखेछ सर र यस्तो डाँडामा बसेर टन्न खाएको वर्षाले भिडियो बनाएको कस्तो देखेछ भन्दै हेर्दै गरेछ आफूले आफैलाई त्यसपछि
अब चाहिँ हाम्रो यहाँ खाने कार्यक्रम सुरु भइसकेको छ। अब चाहिँ मैले भाग लगाउनलाई सबैजनालाई वन्दना पेरेन्ट्स चाहिँ केटाकेटी भएको अथवा सबैमा पालै पालो गरी हाल्नु कि त्यस्तै नाल्नु थियो। फर्स्टमा चाहिँ म पेरेन्ट्सलाई लगाएको यो चाहिँ हामीले खाना लगाएको चाहिँ हामी के खान्छौँ वर्षालाई सबैजनाले खाना खान अब एकछिन यहाँ बस खाएर भ्याम तर रुमाल ल्याउन बिर्सेर यो स्पेसल रुमालले हात पनि पुस्यौँ ज्यादा निहुरे त होइन अरू निहारेर घर घर पुस्छौँ खाएर भ्याइयो। अब त्यो त्यस्तो छ गर्न उन्न भन्ने हामीले सिकेछौँ। यो प्लास्टिकहरू चाहिँ हामी पोको पारेर लगेर व्यवस्थित ठाउँमा सुरक्षित तरिकाले राख्छौँ। थ्याङ्क यू। हामी चाहिँ घुम्न भनेर आएको होइन। हामी अलिकता चाहिँ हामी अब मास्तिर उता मासतिर जान भनेर लागेको छौँ तर यहाँ अलिकता अल्छी हामी चाहिँ मास्तिर विश्वास नलागे यिनीहरू यहीँ सुतेन। यस्तो पनि यस्ता मान्छेहरू पनि घुम्न आउने बिजेत यतिको जोसिलो चाहिँ हुनुपर्छ। यिनीहरू ड्युटी चाहिँ जान्नन् रे। हामी चाहिँ माथिसम्म जान्छौँ ऊ तिनीहरू माथि फेरि फर्केर नै आइसके। हामी चाहिँ मासतिर जान लाग्यो। यिनीहरू चाहिँ हाम्रो ग्रुपको डान्सर हो। डान्स भिडियो बनाउने भनेर यहाँ प्र्याक्टिस गर्दै थिएँ तर यहाँ चाहिँ बनाउनमा हामी अब माथितिर जान्छौँ। माथितिर गएर एकछिन त्यस्तो नेगेटिभ प्लेयर गर्नुहुन्न। कस्तो देखिन्छ मेरो घरहरू पैसा जाम के आउनु नि कुन चाहिँ धेरै लाग्थ्यो आधा घन्टा जस्तो होला लाग्थ्यो आधा घन्टा लाग्यो। हामी अब तल झऱ्यौँ। अब हामीले खाएकोतिर झर्न थाल्यौँ। अब हामीले खाएको बाटो पनि तल झर्छ। हामी चाहिँ तल झऱ्यौँ। अब चाहिँ केटाकेटीहरूले गीत गाएर यसो गेम जस्तो खेल्ने भनाहान तल झरेर अब गेम खेल्ने रे। अब चाहिँ गेम हेर्नु ल। यस्तो ठाउँमा एकले आएर बस्नु नगर खेल्दा दिलको लाउनु हुँदैन बाट भन्दा आदि होइन पुरै नै दिइसके तिम्रो सामु पग्लिँदै गइसके गण्डकी भन्ने गीत थियो के हो गण्डकी यिनीहरूले गीत बिगार्ने भए नि हो क्या त्यहाँ लास्ट टाइममा नगर मनका सबै कुरा भन्छु सुनि बसन मुटु मतिरै नाम गरिदेऊला चाहना मति बिचौ भन्नु के छ र याद बेटा भइयो झमका साँझमा राख्छु तिमलाई यो दिलको माझमा गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर यिनीहरूले गीत बिगारे तिमीले तानेर बोलाउन नखोज सोझी ठानेर हाय हाय बोलाउन नखोज सोझी ठानेर
घरमा हुँदैन बस मेरो पछ्यौरी हाय पछ्यौरी च्यातियो तिमीले तानेर अब हामी चाहिँ यो डाँडाबाट तल झर्न लाग्यौँ होइन समीक्षाले बल्ल जुत्ता लाउँदैछ वर्षाले जुत्ता लाउँदैछ अन्जना उहाँ पुगिसकी वन्दना उहाँ पुगी वन्दना हो उहाँ पुगी चाहिँ यहाँको पाइन्टको खोलेर तिनी अलिकता गुरु भयो त्योभन्दा तल पुगे अब हामी पनि जान्छौँ यो बाटो चाहिँ ठ्याक्कै गाउँतिरको हो जस्तै छ क्या कस्तो राम्रो भन्न पनि भएन हेलो भरिया चाहिँ भरिने हन् वर्षाजी भरिया यता हेर 4:30 भइसक्यो अब चाहिँ हिँड्न हामी झर्न लाग्यौँ घाँस दाउरा गर्नेहरू चाहिँ यतिखेर हिँड्दो रहेछन् डोलु मलाई दे उता तैँले छोप त वर्षा यस्तरी कपडा फालेर हिँड्ने बिचरा वर्षाले उठाउँदै हिँड्ने है यो कसको एउटा त आफ्नै हो क्या होइन हेर त पानी सहित छोड्यो अनि ए कति हरामी हुन् वन्दना आँखामा यो पक्कै पनि पानी बोक्न दुःख भएर पानी बोक्न दुःख भएर अनि बत्तल सत्तल फाल्दै छोड्दै रहेन भेरी भेरी ब्युटिफुल ग्रुप धेरै थियो ग्रुप अलिअलि भयो रमाइलो अलिअलि भन्ने क्या बेसरी भन्ने आजकल अलिकता डेकको कमी भयो क्या होइन त्यहाँ नाच्ने जस्तो पनि थियो यार ल अर्कोचोटि आउँदा हामी अलिक ठुलो डेक किनेर आउँछौँ सँगै नाच्छौँ होइन दिदी बहिनी आमा बुबा सबै सँगै नाच्छौँ ल जितेश्वरी स्कुल ग्राउन्ड रहेछ है यतातिर राम्रो खालको हो यो मन्दिर के को हो यहाँ जान मिल्दैन के को मन्दिर हो यो तलको भनेको मैले पितृ छान पनि त्यस्तो राम्रो ठुलो गराउने यहीँ उति गएन तपाईँहरू हामीहरू पनि हुन् त यति बेलबासकै हुँ के अरे पारी तर कस्तो राम्रो गराएर रहेछन् गराउनु वर्षा बहुलाई बक्सिँदैन घर त सब उहाँ गइसके ऊ कहाँ मम्मीलाई सोधेको मम्मीले पछि हुन्छ हिँड्न त भन्ने त्यसपछि अब म बेलुका जान थालेँ साँझको जकिङ गर्न आउनेहरू कति धेरै खानेकुरा लिएर आएको पिकनिक बोकेर हेलो 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 सबैलाई हेलो यहाँ त रमाइलो हुने रहेछ यति बेला सबैजना आउनु नि चाहिँ यस्तरी अब हामी चाहिँ चटपटे बनाएर खाने ल बाई बाई हामी चाहिँ गफ गरेर बस्ने टोली यो पनि खेल्न गएको थिएँ हामी गफ गरेर बस्ने टोली यिनीहरू चाहिँ खेल्ने टोलीहरू के लुक्ने पिकल के अरे नाम छुनी पिकल ए छुनी पिकल लोटिन्छ नि जामा उचालेर दौडी चिनिन्छ तर यहाँ कति रमाइलो हुने रहेछ क्या साँझमा कस्तो मान्छेहरू आउनुहुँदो रहेछ र एउटा भजन गाउने बुफर ल्याउने अनि झ्याम झ्याम रमाइलो गर्ने जस्तो रहेछ सबको पेस जुम गरेर जाइदिनु अन्जनाहरू पनि के
तिनीहरूको कस्तो यहाँ यिनीहरूको कस्तो खेप कस्तो यहाँ लके ल गर्दिन्न होइन कसो गरेको अर्को मोट बहादुर कसो गरे कति मोटो छ यो काली नै नै सर दुई थरीको देखाइदिउँ न आफूले जित्न नसकेर कति आफूले जित्न नसकेर कसो गरे त गेम यस्तो मलाई पनि गेम के थाहा छैन खेलाउँछु भन्दै नभने गइरहन् अविरल खासमा यो गेम कस्तो हो र म त केही बुझिनँ नि नहेर नि त अनि वर्षा चलिन त्यसलाई आउट गर्छ वर्षा चलिन आउट गरिदियो त्यसलाई ओ उस जस्तो हुँदो रहेछ के अरे के भन्छ न अरे त्यो के अरे रोबाट रोकिन्छ नि त्यस्तै रोकिने त के भएको म हाँस ए हाँस्नु नि नपाइने हो बन्दना मुसु मुसु हाँसिन्छ हेर त अन्जनाको त कपाल भरि ल गेम सुरु हो फेरि स्पेलिङ मिलाना क्या हो ए भन्न नपाउँदै यता पछाडि फर्किन्छु यो हाँस्न नि नपाउने त्यसलाई हाँसान त्यसलाई हाँसान त्यस्तो त मानिन्न तिमीले गर्दाखेरि मैले मानेको होइन त्यस्तो के गर्ने त हाँसेन के त्यसलाई हँसाउनु बच्चा आउट हुँदा नि के हो रुल्स गराएर
हाँस्न नपाइने यार त अनि त्यसलाई हाँसो जति पनि लाखा त्यो दाँत मात्रै नदेखाएको म यता थिएँ सुन्नु न म यता थिएँ होइन तिमीले त उता बन्दराको पछाडि वर्षा दिदी आउट भनेर भन्छन् त्यसै म चाहँदैछु तिम्रो फेसको रियाक्सन क्याप्चर गर्नुपर्छ कि त हाँसे के त्यति कन्ट्रोल त मैले पनि गर्थिनँ फेसको रियाक्सन तँ के भएर त्यसलाई बोक्सी लगाइसकेछ कि कालो भुतले छोरा अब चाहिँ हामी फर्क्यौँ कि नै मोबाइल हेर्दाखेरि कुरो बिग्रियो नगर कान्छा नगर त्यस्तो अभद्र व्यवहार रमाइलो हुन्छ धेरै फेरि अब हामी घर फर्क्यौँ कहाँ पुऱ्याइदिन्छ बोकेर हामी सिधै यही बाटो जाने हो कि नै हजुर के गरे टमाटर खालको टमाटर हजुर को त्यो घरमा आफै बोक्छु नभन्दा सन्त बोक्न दिनुहुन्न हामी त्यो मन्दिरमा गराएको यो मन्दिरमा होइ होइ साँझ भइसक्यो हामी फर्क्यौँ भन अब हामी घर बाई बाई अब घर आयौँ हाम्रो सकियो अब भ्लग बाई बाई भन अब थ्याङ्क यू फर Thank you for watching video. Yes.